नमस्ते, म महेश छेत्री। आज हामी जापान स्टुडेन्ट भिसामा जाने विद्यार्थीहरूका लागि इन्टरभ्यूमा धेरैजसो सोधिने फ्यामिली रिलेटेड क्वेसनहरूलाई एकदमै सजिलो, स्पष्ट र बुझ्ने तरिकाले प्र्याक्टिस गर्दछौँ। अब हामी ढिला नगरी प्र्याक्टिस सुरु गरौँ। नम्बर 1 मा छ जिक्को सेउखाइ ओनेगाइसिमास। यसको आन्सर हुन्छ हाजिमे मासिते वातासी वा रामेसुतो मौसिमास, अथवा तपाईको नाम राखेर वातासी वा माहेसुतो मौसिमास, अथवा वातासी आफ्नो नाम राख्नुहोला। त्यसैगरी निजिउनी साइदेस आफ्नो एज। त्यसपछि इमा नेपारुनो गुल्मिनी सुन्दैमास, नेपारुनो रूपन्देहिनी सुन्दैमास। खाजोकु वा योन्निन्देस अथवा सान्निन्देस, योरोसिको ओनेगाइसिमास, यसरी भन्नुहोला। नम्बर 2 मा छ खाजोकु वा नान्निन्देसका। यसको आन्सर माथि पनि आइसकेको छ, खाजोकु वा योन्निन्देस, अथवा तपाईहरूले अझ पर्फेक्ट तरिकाबाट भन्न सक्नुहुन्छ खाजोकु वा चिची हाहा वातासी इमौतो नो योन्निन्देस, अथवा सर्टकटमा खाजोकु वा योन्निन्देस भनेर भन्न सक्नुहुन्छ। अनि खाजोकु वा दारेगाइमासका को हुनुहुन्छ भनेर सोध्नुभयो भने चिची तो हाहा तो इमौतोगा इमास, अथवा आफ्नो परिवारमा जो हुनुहुन्छ सबैलाई इन्क्लुड गरेर भन्नुहोला। नम्बर 4 मा छ तान्जेउ बिवा इचु देस्का, वातासिनो तान्जेउ बिवा सेन क्युहाकु क्युजु क्युनेन रोकुकाचु तोखा देस, अथवा आफ्नो जुन डेटमा हो त्यो भन्नुहोला। नम्बर 5 मा छ सुपोन्सा वा दारे देस्का। यसको आन्सर चिचीगा सुपोन्सा देस, सुपोन्सा देस चिची। अब जो तपाईँको स्पोन्सर हो उसैलाई भन्नुहोला। नम्बर 6 ओतोसानो नामाए वा नान देस्का। यसको आन्सर चिचिनो नामाए वा रामेसु देस, अथवा आफ्नो नाम, आफ्नो बुवाको नाम जे हो त्यही भन्नुहोला। नम्बर 7 ओतोसानो सिगोतो वा नान देस्का, चिची वा नौगियो ओ सितेमास। एग्रिकल्चर गर्दै हुनुहुन्छ अर जे गर्नुहुन्छ त्यो भन्नु होला। ओतोसानो नेन्सी वा इकुरा देस्का, एक वर्षमा लगभग कति कमाउनुहुन्छ भन्ने छ क्वेसन। यसको आन्सर छ चिचिनो नेन्सो वा याकु सान ब्याकु गोजिउ मानेन्देस, अथवा निहाकु मानेन्देस, यसरी भन्नु होला। नम्बर 9 मा छ ओतोसान वा नान्साई देस्का, कति वर्षको हुनुभयो। चिची वा अथवा ओतोसान वा इकुचु देस्का भनेर पनि सोध्न सक्नुहुन्छ। इकुचु देस्का र नान्साई देस्का भनेको अर्थ एउटै हो, त्यस कारणले ओतोसान वा नान्साई देस्का, ओतोसान वा इकुचु देस्का, जुनसुकै शब्द प्रयोग गरेर प्रश्न सोधे पनि आफ्नो हाउ ओल्ड आर यु भनेको हो। त्यस कारणले चिची वा गोजिउ साइदेस, चिची वा र गोजिउ साइदेस, यसरी आन्सर दिनु होला। त्यसैगरी नम्बर 10 मा छ ओकासानो सिगोतो वा नान देस्का। अनि मदरले के गर्नुहुन्छ, उहाँको जब के हो। हाहा वा सिउफु देस, सिउफु भनेको हाउसवाइफ, हाउसवाइफ गर्नुहुन्छ। अनि नम्बर 12 मा छ, नम्बर 11 मा छ, 11 मा इमा नानियोसी देमस्का, अहिले के गर्दै हुनुहुन्छ। अनि इमा निहोङ्गो बेङ्कियोसी देमस। यसरी हामीले आजको भिडियोमा 11वटा प्रश्नको उत्तर पढ्यौँ। र अन्तमा यदि यो भिडियो तपाईँको लागि उपयोगी लाग्यो भने लाइक, सेयर र सब्सक्राइब पनि गर्नुहोला। तपाईँको इन्टरभ्यू सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। अर्को भिडियोमा फेरि भेटौँला। हस्त, धन्यवाद।